कांग्रेसले हानेको खुकुरीले एमालेको हरिदाई मर्यो, माओवादीले हानेको बन्चरोले कांग्रेसको श्यामदाई मर्यो हैन। एमाले हानेको खुकुरीले माओवादीको कृष्णदाईको यहाँ 17वटा टाका छ। त्यो टाकाको खत कहिल्यै जाँदैन। कहिले तिमीले सुनेछस् शेरबहादुरले केपीलाई खुडा हान्यो, प्रचण्डले केपीलाई खुडा हान्यो, केपीले प्रचण्डलाई भाटा हान्यो? कहिले सुनेछस् तिमीले? कांग्रेस र माओवादी मिलेर सरकार बनाए, माओवादी र एमाले मिलेर सरकार बनाए, एमाले र कांग्रेस मिलेर सरकार बनाए। यिनीहरूकै आसेपासे पिए भए, यिनीहरूकै आसेपासेले जागिर पाए। तिमीहरूले के पाइस्? किन लिएर हिँड्छस् यो झण्डा? किन लिएर हिँड्छस्? किन भन्छस् फलानु जिन्दाबाद, ढिस्कानु जिन्दाबाद? तिमीहरूको परिवारहरू कहाँ छ र तिमीहरूको घरहरू परिको टोले नेताहरूको परिवारहरू कहाँ छ? तिनीहरूसँग कति सम्पत्ति छ? तिनीहरूसँग गाडी छ, बंगला छ, मोला। तिमीहरूसँग के छ? तिमीहरूसँग त्यही खुकुरीको चोट खाएको टाकाको दाम छ।